हाई गाइज, विदेशमा अरू दिन व्यस्त हुने भएकोले मिठो नेपाली खाना खान चाहिँ शनिबार नै कुर्नुपर्छ मलाई। आजको लन्चको लागि दाल भात खसीको पक्कु र हरियो चटनी सँगै बनाऊ है त। सुरुमा मैले मिक्सरमा लसुन मरिच र रातो खुर्सानीको पेस्ट तयार पारेँ। त्यसपछि लाम्चो गरी काटेको प्याज, अघिको पेस्ट, जिरा धनियाँको धुलो, रातो खुर्सानीको धुलो, अलिकति बेसार, स्वाद अनुसार नुन, गरम मसला र पक्कुको धुलो मसला राखे। त्यसपछि तोरीको तेल राखेर मजाले मासुको 2 मिनेटसम्म मसाज गर्नुपर्छ है त। यसो गर्नाले मसला भित्रसम्म पसी पक्कु मिठो हुन्छ। साइड राखेर मैले र दाल भिजाउन राखे। दालमा चाहिँ सुरुमै कुटेको लसुन, अदुवा, टमाटर, बेसार, नुन र तेल राखेर सिटी लाउन छोडिदिए। दाल र भात पाक्दै गर्दा पक्कु पकाउन थालौँ है त। पक्कुको लागि चाहिँ सिधै कराईमा अघि मोलेर राखेको मासु राख्दा हुन्छ। अघि तेल राखेको हुनाले फेरि तेल राखिरहनु पर्दैन। पक्कु चाहिँ बिस्तारै सानो आगोमा मसला नडर्ने गरी चलाउँदै पकाउनु पर्छ है त। मलाई चाहिँ यो पक्कु पाक्न लगभग 1 घण्टा लाग्यो। 1 घण्टा छोप्दै पकाउँदै गर्दा यो रेडी भयो। यसमा मैले अलिकति हरियो धनियाँ राखेँ। यता दाल र भात पनि पाक्यो अनि सबैलाई एउटा प्लेटमा सर्भ गरौँ है त। सुरुमा मैले भात राखेँ अनि पक्कु राखेँ। त्यसमा मैले हरियो चटनी र 2 दाडु जस्तो दाल पनि सँगै राखेँ। पछि त नेपाली स्टाइलमा मजाले हातले सब थोक मिसाएर खायो भने कति आनन्द आउँछ हैन त। ल हजुरहरू नि बनाएर ट्राई गर्नु। थ्यांक यू फर वाचिङ है त।